ल भाइले प्रश्न नम्बर 8 रोजेको छ। भाइलाई प्रश्न नम्बर परेको छ एकदम मजाको। घरको टोयलेट सुन है हैन, घरको टोयलेटलाई हामी बाथरुम भन्छौँ, अफिसको टोयलेटलाई वाशरूम भन्छौँ भने झै महलको टोयलेटलाई के भनिन्छ? महलको टोयलेटलाई आएन भने पास भन्दैन। यता भाइलाई 10 सेकेन्डमा एन्सर। पास। यता भाइलाई आएन भने पास भन्ने स्नान केन्द्र होइन, इङ्ग्लिसमै भन न, म नेपालीमा भन्ने भनेको छैन। बाथरूम बाथरुम त अघि मैले भनिसकेँ। यता भाइलाई पास। पास पास। यता यता पास। सबै भाइहरूले पास भन्नुभयो। यो क्वेसनको सही एन्सर हो के होला भन त? सबैलाई सोधे एकै ग्रुपमा। रेस्ट रुम है, सुनेको छ नि त? रेस्ट रुम लेखेको पनि देखेको छ होला होइन? के रहेछ एन्सर? रेस्ट रुम। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्दैछ, राम्रो लाग्दैछ भने लाइक, कमेन्ट र सेयर गर्न एकदम नबिर्सिनु होला। हवस् त, अनि सब्सक्राइब पनि गरिदिनु होला। हवस्, धन्यवाद।